चुनाव चाहिँ हुन्छ कि हुँदैन? अब जेनजीहरूको चुनाव हो यो भन्नुहुन्छ। माग नभइकन कस्तो चुनाव हुन्छ? माग पुरा नभइकन कस्तो चुनाव हुन्छ? फागुन 21 त तपाईँले नि तोक्नु भएको होइन? तपाईँले भने मैले तोकेको त छुइनँ यसमा त होइन। यसमा के छ भन्दाखेरि चाहिँ तपाईँको चाहिँ यो सबै कुरा चाहिँ गृहमन्त्रीज्यूले जिम्मा लिनुपर्छ है। किन भन्दाखेरि उहाँ हामीसँग जङ्गी अड्डामा पनि सँगै हुनुहुन्थ्यो जब कोही पनि नहुँदाखेरि हाम्रो जेनजीहरूको बिचमा मिडिएसन गर्न आउनु भएको थियो होइन। त्यसपछि राष्ट्रपति कार्यालयमा जब तपाईँको उहाँ संविधानविद भनेर मलाई चिनाउनु भयो आफूलाई उहाँलाई यसको माग पुरा हुन्छ हुँदैन उहाँहरूलाई थाहा थिएन र उहाँले संविधानविद एउटा लिगलको हुन्छ नि गिरिबन्दीमा म लडेको हो भनेर मलाई कन्भिन्स गर्नुभएको मान्छे होइन। उहाँलाई त्यो कुरा सबै थाहा हुनुपर्ने, तर यो थाहा हुँदा पनि उहाँले गरेर हामीलाई धोका दिएको भयो यो चाहिँ होइन। उहाँले अहिले आएर चुनाव भन्नुहुन्छ, त्यतिखेर नि मैले जेएनजीको टिमहरू सबैजना लिएर आउँ, त्यसपछि हाम्रो कन्ट्र्याक्ट होइन राष्ट्रपतिसँग गर्नेपट्टि सम्झौता साइन गरौँ होइन भनेर भन्दाखेरि अब त्यो त प्रधानमन्त्रीले साइन गर्ने त हो, कार्यकारी उहाँ हुन्छ, प्रधानमन्त्री आउनु भयो भने भइहाल्छ नि भनेर जसरी मलाई ढाँट्नुभयो उहाँले होइन। यसको जिम्मा त उहाँले उहाँको एजेन्डा भनेको चुनाव मात्र हो, हाम्रो एजेन्डा भन्छ देशलाई न्याय हो, परिवर्तन हो। यो फेस परिवर्तनको लागि लडेको हामी, हामीले व्यवस्था परिवर्तनको लागि लडेको, त्यही भएर हामी व्यवस्था परिवर्तनको लागि लडेर चुनावको लागि त यो व्यवस्थामा तपाईँको चुनाव जान सकिन्छ होला त? यो व्यवस्थामा यसको लागि लडेको थियो, यसको लागि तपाईँको सबैजना हामी रोडमा आइदियो। जनता त एकदमै फ्रस्ट्रेटेड निराश, यत्रो वर्षदेखिको दमन सहनु नसकेर हामीहरू त तपाईँको हामीले व्यक्तिगत रूपमा हामी बाहिर निस्केको सबैजना हो नि त। अहिले आएर तपाईँको जेएनजीहरूलाई समात्छ अनि यता तपाईँको पोलिटिकल म त कहिले त एमालेको पो जस्तो लाग्छ उहाँहरू।